सानी र स्यान्डरी आउनु भएको अनि खाजामा चाहिँ उहाँहरूले यति बिरो चटपटे बनाउनु भएको थियो मेरो आँखाबाट आँसु नै आएको थियो। उहाँ महोदयले चाहिँ हाम्रो बिल्लीलाई चलाएको चलाइ त्यो पनि बिरामी छ। म सोच्दै थिएँ कि के काम गरौँ भनेर साँझको लागि चाहिँ म तरकारी खिलाउँछु मम्मीलाई चाहिँ अहिले सन्चो पनि छैन। बाई बाई। उहाँहरू चाहिँ जान लाग्नु भइसकेछ अनि उनीहरू चाहिँ हाम्रो बिरालो देखेर चाहिँ यहीँ बस्ने गरिरहने थिए। अनि स्यान्डरीहरू चाहिँ गइसक्नु भएको रहेछ पछि यिनीहरू पनि दौडी दौडी गइहालेन्। फेरि म चाहिँ फर्केर आएँ अनि तरकारी केलाउन थालेँ अनि म चाहिँ बोडी केलाउँदै केही सोचिरहेको थिएँ कि कहाँ जाने होला भनेर सोच्दा थिएँ। अनि घरमा चाहिँ पानी थिएन अनि यति बोडी केलाएर चाहिँ म पानी लिन जान्छु भनेर सोचिरहेको थिएँ। अनि यो चाहिँ मैले बोडी केलाएँ अनि म चाहिँ पानी लिन नि गएँ त्यही साथै। अनि मलाई अलिकति बाहिर जाने काम थियो अनि हाम्रो घरमा यत्रो बडामानको मस्किटो आएर चाहिँ मेरो हातमा टोक्छ। साँझमा चाहिँ चेरीको मम्मी आउँछ यति ठुलो त्यसलाई पनि दुध दिन्छौँ। यो चाहिँ टाढा बसेर हेरिरहेको छ।